हेलो गाइस, वेलकम टु माई भ्लग। र अहिले चाहिँ हामी बुढा सुब्बा मन्दिरमा रहेको जानकारी गराउँदै र अहिले हामी चाहिँ बुढा सुब्बामा छौँ र हजुरहरूले देख्न सक्नुहुनेछ सम्पूर्ण दृश्यहरू र हाम्रो मन्दिरहरू। र अब चाहिँ हामी दन्तकाली पनि पुगिसकेका छौँ र यो चाहिँ दन्तकालीको मन्दिर हो र अब यो चाहिँ धरानमा रहेको जानकारी गराउँदै र अब हामी यो दन्तकाली मन्दिर सकेपछि हामी हजुरहरूलाई पिण्डेश्वर मन्दिरको पनि पक्कै पनि हजुरहरूलाई देखाउनेछौँ। र अहिले हामी चाहिँ पिण्डेश्वरी मन्दिर पनि आइसकेका छौँ र पिण्डेश्वरी मन्दिर आउँदाखेरि चाहिँ हामीले बिचमा चाहिँ हिँड्दै आएका थियौँ र त्यो हिँडेको चाहिँ क्लिपहरू मैले लिइनँ, त्यतिखेर चाहिँ लिन मैले बिर्सेँ र हजुरहरूलाई देख्न सक्नुहुन्छ यहाँ सुन्दर मन्दिरहरू र हजुर यहाँ घन्टीहरू पनि छ। र अब यसपछि हामी जानेछौँ र धेरै थकान पनि लागेको छ र मैले थोरै यहाँ पानी पनि पिएको थिएँ। यहाँको पानी पनि धेरै मिठो छ यी साथीहरू, र हजुरहरू पनि आएर यहाँ पानी पनि पिउन सक्नुहुन्छ। यहाँको पानी पनि है स्वास्थ्य चाहिँ मजाको राम्रो छ, शुद्ध छ। र अब चाहिँ म यहाँनिर चाहिँ यो चाहिँ के भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ पाप गरेको भन्ने त्यो मान्यता छ, पाप गरेको मान्छेहरू चाहिँ छिर्न सक्दैन भन्ने खालको। तर म चाहिँ मजाले नै छिरेँ तर गाह्रो त गाह्रो हुन्छ, मोटो मान्छेलाई त कसरी गाह्रो भइहाल्छ नि त, होइन त। मोटो मान्छेलाई चाहिँ छिर्नु त्यसै पनि गाह्रो हुन्छ है। त्यो पाप गरेको नगरेकोमा मलाई चाहिँ त्यति साह्रो लागेन है। र अब चाहिँ हामी पनि फर्किन्छौँ र हामी यहाँ चाहिँ यो चाहिँ लभ डाँडा पनि भन्न सकिन्छ। यहाँ चाहिँ यहाँबाट थोरै दृश्यहरू पनि देखाउँदैछु र यहाँबाट फर्क्यौँ अब हामी घरतिर। अब चाहिँ हामी घरतिर फर्किँदै जाँदैछौँ र यो चाहिँ त्यो भ्यू टावरदेखि चाहिँ अलिकति तलतिर हो। र अब यहाँबाट हामी चाहिँ सिधै जाँदै गर्छौँ र यहाँबाट चाहिँ अब हजुर यो चाहिँ भनेको तपाईँको पृथ्वीपथदेखि तलतिर हो, किनकि हामी उताबाट सिधै चाहिँ जान पाउँदैन, वान वे छ। र त्यही भएर चाहिँ अब हामी मासतिर जाँदैछौँ र घरतिर फर्किँदैछौँ। यो चाहिँ 0 पोइन्ट आउन लागेको छ र मैले चाहिँ भिडियो यहाँसम्म मात्रै राखेको छु। थ्याङ्क यू गाइस, सबैजनाले सब्सक्राइब गरिदिनु होला र मेरो यो सानो मिनी भ्लगलाई हेरेर मनोरञ्जन लिइदिनुहुन्छ भनेर आशा पनि राखेको छु। धन्यवाद गाइस, बाई बाई।